हेलो साथीहरू, दर्शन नमस्ते है। स्वागत छ हजुरहरूलाई मेरो पहिलो भिडियो या मेरो पहिलो भ्लग भनौँ होइन। आज छुट्टीको दिन, आज फ्राइडे मेरो चाहिँ छुट्टी छ। एउटा मेरो सानो भिडियोमा किनभने मान्छेहरूको होइन, अब हामी सबैको आफ्नै दुःख आफ्नै सुखहरू जिन्दगीमा कति बिताएको छ नि त होइन। दुःख के हो सुख के हो होइन, भोग्नुपर्छ होइन। कति मान्छेहरूको हाम्रो मनमा के हुन्छ भनेपछि के छ भनेदेखि दुःख धेरै छ र सायद हजारौँ मान्छेहरू यस्तो छ होला, मेरो दुःख कसैको दुःख कसैसँग मिल्न सक्छ र धेरै जसो दुःख भनेको त जीवनमा साथी जस्तै नै हुने भयो। तर हजुरहरूलाई एउटा कुरा म के भन्छु, एउटा बचपनदेखि धेरै त भन्दैन 13-14 वर्षदेखि अहिले 20-21 वर्षसम्म यहाँसम्मको यात्रा कस्तो कठिनाइ थियो र कस्तो के भयो र कतिको दुःख पाइयो। हजुरहरूले पनि दुःख पाउनुहुन्छ कि पाउनु भएन, कस्तो भयो सायद हजुरहरूलाई पनि मेरो यो भिडियो देख्नुभयो भने सायद हजुरहरूलाई पनि सजेसन मिल्न सक्छ र मैले हजुरहरूलाई मेरो भोगेको दुःखहरू र मैले गरेका अनुभवहरू सेयर गर्छु र वर्णन गर्नु छ र मैले जुन भोगेका सुख दुःख र मैले गरेका अनुभवहरू हजुरहरूलाई म सेयर गर्छु र सेयर गरेपछि हजुरहरूलाई अवश्य मन पनि पर्नेछ भन्दै अब यति म दिनको कोसिस गर्दैछु। म दिनको 5 मिनटको भिडियो, धेरै लामो भयो भने 5 मिनट जति भयो भने, किनकि 5 मिनट पनि हेर्दा पनि आनन्द र मन पनि पर्छ होइन। धन्यवाद।